भइरहेको थियो नि त गएर हामी नाच्यौँ यसरी अनि नाच्यो भक्कै नाच्यो मौसमले एकदम साथ दिएको थियो नि त त्यो दिन शीतल दिन भइरहेको थियो यो चाहिँ के अरे माछालाई जाल हानेको सिलीले राख्नुभएको थियो अनि जानी नजानी यसो फलो गरिरहेको थियौँ अनि अलिअलि त नाच्नुपछि गीत त गाउनै पर्यो घुम्नु पर्यो होइन र राई भएपछि नत्र मजै हुँदैन भनेर हामी चाहिँ उफ्री गीत गाइ नाच्यो त्यसपछि चाहिँ हाम्रो नि बिसाएर चाहिँ त्यहाँनिर राखिदिनु हुन्छ नि त जार अनि के भन्छ नि आलुदमहरू के बनाइदिनु थियो अनि अचारहरू अनि हामी चाहिँ खायौँ राईको छोरीहरूसित त खान पर्यो भन्दै हामी चाहिँ बस्यौँ जार खाइरहेको थियौँ फेरि बसेर मात्रै भएन नि त फेरि नाच्न पर्यो अब लास्ट अन्तिम भइसकेको थियो नि त फेरि झिकेसिली ल्याउनु भयो फेरि झिकेसिली पनि फलो गरिरहेको थियौँ जानी नजानी हाम्रो पारा यस्तो छ नाच्यौँ त्यही पनि अनि बिचमा चाहिँ एकछिन बिसाको बेलामा फोटो खिच्ने भनेर फोटो पनि खिचिहाल्यौँ ट्याक्क पारेर अनि फेरि एकछिन नाचौँ भनेर फेरि अब सिली ठाउँमा आउने बेला भयो भनेर यहाँ पनि घर आउने बेला भइसक्यो नि त अनि एकछिन नाचेर हिँड्ने भनेर एकछिन जोस जाँगरको साथ नाचियो